यदि कसैलाई सानो क्याफे रेस्टुरेन्ट जस्तो चाहिएको छ, खोज्दै हुनुहुन्छ भने यो भिडियो पुरा हेर्नुहोला। मैले त्यो होटलको पुरै भित्रको होइन सामग्रीदेखि लिएर त्यहाँको बाहिरको लोकेसन, एउटा राम्रो लोकेसनमा रहेको यो क्याफे चाहनुहुन्छ भने तपाईँले चाहिँ मजाले तपाईँ लिन सक्नुहुन्छ। यो भिडियोलाई पुरा हेर्नुहोस् है। पहिला कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला। र तपाईँले यदि चाहनुहुन्छ, हेरिसक्नुभयो भने तपाईँले तल कमेन्टमा चाहिँ नम्बर ट्याक्क लेखिदिनु होला। ल यही हो, यहाँबाट आयो यस्तो है मोड। यहाँनिर चाहिँ यो चाहिँ यो देखिएको त्यो त्यताको चाहिँ सांसद भवन, त्योभन्दा ठ्याक्कै मोडनिर यहाँनिर यो रहेको यो क्याफे छ नि, यो मैले देखाएँ। म माथिको जान्छु हेर्नु है। यो भित्र छ के, ठ्याक्कै भित्र सानो दुईजना मजाले चलाउन सक्नुहुन्छ क्या यो क्याफे। यहाँ देख्न सक्नुहुन्छ। यो एक हप्ता भयो यो बन्द भएको। यो चाहिँ सबै सेटअप छ है। थोरै चाहिँ यहाँ तल चाहिँ कार्पेटहरू च्यातिएको छ होइन। यहाँ एउटा यो टेबल, यो माथिमा हेर्नुहोस् है, एउटा टेबल रहेको छ होइन। दुईवटा टेबल माथिमा रहेको छ होइन, दुईवटा टेबल यता र यता। अनि यो चाहिँ यहाँ तल यो चाहिँ देख्न सक्नुहुन्छ। यो यता चाहिँ यता पनि टेबल रहेको छ। यो राम्रो छ। अनि यहाँनिर चाहिँ एउटा ठुलो कलेज, जो नेपालको टप कलेजभित्र पर्छ है त। त्यो कलेज यो अन्तिममा म देखाइदिन्छु, अन्तिममा राखिदिउँला। त्यहाँ साइडैनिर छ कि कलेज पनि है। यो राम्रो छ एकदमै। यो फ्रिजहरू है, यो चाहिँ यो मान्छे चाहिँ बेच्नेवाला जो चाहिँ हुनुहुन्छ है। अब चाहिँ यो यहाँनिर छ। तपाईँ चाहिँ सक्नुहुन्छ भने कमेन्ट गरेर तपाईँ नम्बर राख्नु होला, कसैलाई चाहिन्छ। कोही खोजिरहनु भएको छ, मैले बेचाउन खोजेको होइन है। तपाईँलाई चाहिन्छ भने मात्र है, भिडियो हेरेर चाहिन्छ, तपाईँ खोज्दै हुनुहुन्छ भने यो चाहिँ एकदम राम्रो छ है त। होइन यहाँनिर हामीले खायो कि 50 रुपियाँ लिनुभयो नि त्यही भएर समोसाको। यो तल पनि हो, तल पनि तल चाहिँ यहाँ तपाईँको बाथरुम र ए यहाँ पनि हो। अनि त यति हो। यो गेट चाहिँ युज गर्न मिल्छ। जस्तै अब यताबाट माथि भएन होइन, माथि होइन, यो र यति सानो यो र यति। यो चाहिँ तपाईँको एकपल्ट 16जना मान्छे बस्न मिल्छ। यहाँ पनि 4जना रहेछ। माथि पनि छ त, एउटा एउटा दुईवटा तिनवटा चारवटा टेबल। यहाँ चाहिँ टेबल लाउँदा नै हुन्छ, नलाउँदा पनि यतिकै चिया कफी खान मिल्छ। कलेज छ अगाडि, राम्रै थियो। हामीले यसलाई रिनोभेट गर्न खोजिरहेको थियौँ, त्यतिखेर अब टिकट गाह्रै भयो कि अब विद्यार्थीहरू आउँछन् कि अब कलेजमा कलेज भयो नि त यहाँनिर। कलेज छ। यो अर्को नानी कलेज हुँदै छ। यो रुट ठिक साथ छ त तपाईँको, राम्रै कलेज हो। यो यहाँनिर सांसद भवन होइन, यो संसद हो। त्यही त। अगाडि तपाईँको गभर्मेन्ट अफिस पनि छ। यो पुरानै क्याफे हो, हामीले चलाएको घरकै सादा पुग्नु भयो। अब दिदी पनि आउनु विदेशबाट